मैले भ्लगमा हेलो गाइज वेलकम टु माई युट्युब च्यानल दिस इज आसाम ब्लग। अनि हाम्रो ह्यान्डसम दाइ यता हुन्छ टक्क हामी चाहिँ अहिले बाहिर जाँदैछौँ तीनजना भएर। दाइ त हाई भनिदिनु न, कपाल कटाइ हेर कपाल कटाइ, आमा यस्तो ह्यान्डसम देखियो कि होइन, आमा रजनीकान्त यता अझ हामी यसो बाहिर जानुपर्ने हुन्छ, खाना खाएपछि यसो चिया खानालाई बाहिर होइन। अनि अब यसो दाइ वेलकम टु माई भ्लग सर सुभाष हाई भनिदिनु न। यो दाइ चाहिँ लास्ट दिखाउने क्या मैले भ्लगमा किन मैले भ्लग बनाएको देखिसक्नु के युट्युबबाट पैसा आउँछ र आउँदैन मेरो होइन, गाह्रो छ। म सपोर्ट दिने भनेको सरदारी मात्रै, सरदारी मात्रै हो। सरदार केही भन्दिनँ नि त मेरो भ्लग गाइस त्यही हो होइन। अब युट्युबमा भिडियो आएको छैन किनभने टाइमै हुँदैन कि अहिले चाहिँ हेर्नु बाहिर यस्तो फक यस्तो कुहिरो लाग्यो, के भन्छ दाइ यसलाई धुस्सो भनौँ न, धुस्सो लागेको छ। अनि हामी चाहिँ अब चिया खान जान लाग्यो, मिर्ची पाउँदैछ अरे। सो अनि हामी चाहिँ के गर्नुपर्ने हुन्छ, के गरेको दाइ अच्छा कसम के भिडियो बनाउने वातावरण नै छैन गाइस। अब दाइहरूसँग निस्कियो यस्तै गर्छन् यस्तै गर्छन् यार। नेपालमा त के अरे पार्टी र जेएनजीहरूको आन्दोलन भएको नि हो, त्यस्तै भइरहेको क्या यार। मलाई भिडियो बनाउनै दिनुहुन्न कि किन खै मैले के खाइरहेको रहेछ नि। हेर फुल्ले क्या आम्मा, हेर दाँत आम्मा, बुङ्गुरको मासु चलाउनु जस्तो छ दाँत हेर्दाखेरि त, के अरे मासु जान्छ। अब चाहिँ हामी कति जान्छ थाहा छैन, यहाँ उता अहिले सामान कुर्दै हुनुहुन्छ। त्यो सामान आएपछि चाहिँ हामी जान्छौँ चिया खानलाई। अनि त्यसपछि सामानहरू पनि किन्नुपर्ने छ, आज डे अफ नै छ, डे अफ एक्स्ट्रा अफ सामान किन्नुपर्ने हुन्छ। त्यही हो गाइस, एसएम ब्लगलाई सब्सक्राइब गरिदिनु यदि नयाँ हुन्छ भने। यस्तो रातिमा निस्किनु त बगर मजा हुँदैछ यार। म अरू बेला निस्किँदै निस्किनँ क्या, नाइट सिफ्ट परिरहेको हुन्छ होइन। नाइट सिफ्टमा फेरि त्यस्तै हो क्या, पेलाइ गोरु पेला जस्तै हो क्या, त्यसरी नै पेल्छ नि, गाह्रो छ गाइस। ओ हमारा बकाला का मुन्ना भाई क्या बोल रहे हो भाई कुछ बोलो भाई हाँ सब्सक्राइब, ये भी सब्सक्राइब करेगा ना, और वो भी सब्सक्राइब करेगा मेरे को। हाँ हिंदी बोले है मैले फेरि सरी ल। अरे कहना क्या चाहते हो? फिर बुझ्नु होला धेरैले। अभी सब्सक्राइब नहीं मारेगा, इधर मारेगा। ये ऐसा है ना, सपोर्ट भी करता है, उंगली भी करता है भाई। ये लड़का अच्छा नहीं है, ये लड़का अच्छा नहीं है। वो हमारा कंपनी का बाइक है। अब चाहिँ हामी यहाँ टप टाउन जानुपर्ने हुन्छ होइन सामान किन्नको लागि। सेकेन्ड फ्लोरमा होइन ग्राउन्ड फ्लोरमै पाउँछ त सामान, त्यहीँ किन्ने अन्त। भिडियोको लागि यति राति हिँड्नु परेको छ, दिउँसोमा हिँड्ने वातावरणै छैन, सबै ड्युटी, म एक्लै रुममा, गाह्रो छ। केटाहरूलाई खाना बनाएर खुवाउनुपर्छ आफैले, भाँचेको सिङ्गाधरि उठाउँदैन कि यिनीहरूले, सब मैले गर्ने हो क्या। दाल भात तर्कारी मैले बनाइदिनु पर्छ होइन नि, यिनीहरूको मुख एउटा केही जाँदैन के अरे। हामीले भेजिटेबल लिनुपर्ने हुन्छ होइन, टक्क दाइहरूले भेजिटेबल खाँदैछ। म त यसो हेर्छु, अब म त के काम गर्छु होइन, बनाएर खुवाउनुपर्छ, गाह्रो छ। यहाँ टमाटर प्याज लिनुपर्ने हुन्छ, यो चाहिँ हाम्रो ओ भइहाल्यो, टपटन भइहाल्यो गाइस। अरू त के लानु, भेजिटेबल खाने बानी छैन कहिलेको यो भेजिटेबल सधैँ यतापट्टि छ टक्क दामी छ यस्तो पारमा खाने। एउटा ड्रिङ्क्स लिनु नि त, खाइदिउँ एकवटा ड्रिङ्क्स लिउँ न, के भयो र लिनु गाइज। हामी चाहिँ यो सामान किन्यो टपटाउनमा, उताहरूले बोक्दैछन्, मैले बोक्नु पर्दैन क्या, फेरि छुट्टै फेसिलिटी छ नि यहाँ। फेरि मैले बोक्नु पऱ्यो भने पकाइदिनँ नि त फेरि मैले खाना, केटाहरू फेरि गाह्रो छ। त्यही हो गाइज, अब चाहिँ हामी चिया खान जानुपर्ने हुन्छ, नभए रुमतिर जानुपर्ने हुन्छ किनभने भोलि ड्युटी छ गाइज, गाह्रो छ। हो म पारी हिँडेन, मसँग त कहाँ हिँड्न सक्छन् र फेरि। त्यही हो गाइज, नयाँ हुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला एसएम ब्लगलाई। अझै माया देखाइदिनु, 700 पुगेको छ सब्सक्राइबर, अझै बढोस्। त्यही हो भर्खरै हाम्रो कम्पनी गाडीको सामान झारेर मान्छे झारेर
ये तो हैंडसम ये तो हाय बनी दाई हाय। अभी हम लोग रूम पे जाएंगे उसके बाद सो जाएंगे क्योंकि कल सुबह ड्यूटी है हमारा। मेरा भाई तकलू चोरबाट जानलाई अहिले छिट्यो पछिबाट छिट्यो खाने गाह्रो छ। हामीले लिम्बा आइपुग्यौँ अब चाहिँ कहाँ गयो अब यता हान्छौँ दाइ टक्क भएको चाहिँ फ्लोर आयो अब चाहिँ हामी जानुपर्ने हुन्छ गाह्रो छ।